नगराउ नगराउ ल है यो बनेपामा पारेको पानीको बाढी फेरि आयो दोस्रो पटक। यहाँ मुख्य कुरो हिमपाइप अहिलेसम्म यतिकै राम्रो छ। पुल कोटेखोला सिपाली जाने पुलको हिमपाइप अब लाने भयो। डबल चौबर चाहिँ छ झन्डै। 4x केही छ त सुरुमा, तर ठुलै हो यार। अब चढी नि यसले गर्दा यहाँ हेर यो दाउरो दाउरो हेर दाउरो हिमपाइप छिरो 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 ल थुन्यो खोलो। अब हिमपाइप बगाएको हेरौँ। अहिलेसम्म त कटेखा ध्यान ठुलिनु पऱ्यो सम्मु यहाँ हेर्नु कत्रो हो तर ठुलै आएको हो। मान्छे ठुलो हो नि खोलो त ठुलै हो। खोलो ठुलो रहेछ नि यार। के कुरा गरे झन् ती तरिहाल्यो नि। हिमपाइपै लान्छ। हिमपाइप लैहाल्छ नि कहाँ अब त समयमै खाइदिनु। हेर्दा 1 सेकेन्ड अब यो पनि कुन यो कोट्याइसक्यो लडाइसक्यो। ए बाटोबाट यता गयो पानी हरिबाट गयो सधैँ पानी। ए ठुलै आयो हरिबाटपट्टि गयो पानी उतापट्टि नि गयो। रियाटो लाग्यो मलाई हरिबाटपट्टि पानी गयो। हाम्रो घट्टापट्टि सुत्ता पानी अलिकति जान भ्यायो। ल खोलो गनाएर ठुलै आयो। वर पारे खोलो आएको अवस्था। धेरै छेउमा नजाने रिङाटो चल्छ भाइ चलाऊ। हाम्रो यहाँ माथि चाहिँ पाइप त लान्छ लाँदैन तर पुर्थ्यो। अब कस्तो गनाएको ए त्यहाँको उयोहरू पो बगान थालो त यार। उता गयो भाउजू जम्मै खेतपट्टि छिर्नु भयो। हेर्नु हिमपाइप बगाउँछ जम्मै हिमपाइप बगाउँछ। अब 3-4 घन्टा भयो। ए सजिलै बगाउँदो रहेछ अनि हिमपाइप त सजिलै बगाएको सँगै बगाउँछ बगाइसक्यो। खोलोले कतिसम्मको रूप देखाउने भयो भन्ने कुरा। अब चनौटेका मान्छे नि उताको यतै हुने भए। अब चरङ्गेतिर खोलो कहाँ जान्छ उता पो हेर्न जानुपर्छ मोटरसाइकल लिएर। हरिबडीपट्टि त खोलो यतिकै सजिलै छिरो ऊ अनि सजिलै छिर्दो रहेछ त। यति सानो खोलो आउँदाखेरि छिरो अनि तर उतातिर ठुलो आएको देखेन। हरिबडी घट्टातिर पानी छिरो नि। अब उता जाउँ सान्दै उहाँ कहाँ रे सिक्री ओडेर जाउँ। यताको यत्रो यो खोलो हिमपाइप